हेलो गाइज नमस्ते। आज चाहिँ हामी यता बसन्तपुर घुमिसकेर अब चाहिँ घर जाँदैछौँ होइन। अहिले चाहिँ साँझको 7 बज्यो अनि हामी जाँदैछौँ अहिले चाहिँ है। अनि जाम पनि टन्नै छ अहिले, अफिसहरू प्रायः जस्तो सबै छुट्टी भइसक्यो नि त। अनि प्रायः जस्तो सबै घरहरू जाने हुन्छ अनि त्यही भएर जामहरू टन्नै छ। अनि अरू बेला पनि यहाँ चाहिँ जामै हुन्छ, टन्नै हुन्छ होइन। अनि अझ अहिले चाहिँ पसलहरू बन्द गरेर घरहरू जानेहरू, अफिसबाट जानेहरू झन् टन्नै जाम छ यो एरियामा चाहिँ। टन्नै धुलो उठ्दो रहेछ होइन, टन्नै धुलो छ अहिले चाहिँ। पानी परेको थिएन नि त, हिजोतिर पानी परेछ नि, त्यही भएर पुरै धुलो उड्ने। अनि गाडीको धुवाहरू पनि अब पल्युसन धेरै छ नि त यहाँनिर चाहिँ। अब पुरानो गाडीहरू टन्नै हुन्छ कुदाउने, अनि त्यसले गर्दाखेरि पुरै धुवाहरू टन्नै आउँछ नि यहाँ चाहिँ। अहिले चाहिँ हामी दरमार्ग आइपुग्यौँ होइन। अब यहाँनिर पनि लाइटिङहरू एकदम राम्रो छ। यहाँ चाहिँ अलिकति हेर्नु लायकको छ, अरू हेरिकन चाहिँ सफा छ नि त यहाँ चाहिँ। अरू हेरिकन चाहिँ यहाँ चाहिँ मजाको छ, लाइटहरू मजाले राखेको हुन्छ होइन। अनि जस फुटपाथहरू पनि मजाले हिँड्ने छ, मजाको छ यहाँ चाहिँ। जस अरू हेरिकन चाहिँ यहाँ चाहिँ जस राम्रो छ ठाउँ चाहिँ होइन, सफा छ, राम्रो छ यहाँ चाहिँ। लाइटिङहरू पनि देख्न सक्नुहुन्छ तपाईँले, मजाको देख्छ, लाइटिङहरू पनि दामी छ। नारायण ढिटी अगाडि चाहिँ नारायण ढिटी हो होइन। यो चाहिँ अब कहिले भने शनिबार समथिङ कहिले खुल्छ जस्तो लागेको छ मलाई चाहिँ। एकदम मलाई पनि भित्र छिर्न छिरेको छैन होइन। टिकट काटेर भित्र पनि घुम्न दिन्छ त्यहाँनिर होइन, मजाले घुम्दा नि हुन्छ त्यहाँनिर। म त एकदम गएको छैन जान चाहिँ होइन। अहिले चाहिँ खुल्ला रहेछ यो साइडमा चाहिँ, नत्र अरू बेला त टन्नै जाम हुने यो एरियामा चाहिँ होइन। अनि त्यहाँ अगाडि पनि अब जाम हुन्छ नि त, त्यहाँ ट्राफिक लाइट छ, त्यहाँ पनि जाम हुन्छ। अनि त्यही भएर चाहिँ जाम चाहिँ टन्नै हुन्छ यो लाइनतिर नि। आज चाहिँ खुल्लै रहेछ।
यसरी लाइट नदिइकन गाडी रोकिदिन्छ होइन अनि फेरि कस्तो गाह्रो हुन्छ नि त हामीलाई चाहिँ अब लाइटै दिँदैन लाइट दिएको भए त अलरेडी हामीलाई थाहा हुन्छ नि त यो गाडी यहाँ रोक्दैछ भनेर होइन थाहै हुँदैन अनि लाइट नदिइकन त्यति रोकिदिन्छ पब्लिक गाडीहरू भए पनि जो प्राइभेट भए पनि प्रायः जस्तो नजान्नेहरूले चाहिँ त्यसरी रोकिदिन्छ नि त त्यसले गर्दाखेरि लास्टै गाह्रो हुन्छ पछाडिबाट आउनेलाई चाहिँ होइन अहिले चाहिँ हामी अब नक्सल आइपुग्यौँ होइन यहाँ पनि पार्कहरू बनाएको छ साइडमा यतापट्टि राइटपट्टि जस राम्रो छ यहाँ पनि होइन पार्कहरू बनाएको छ नि त अहिले धेरै चेन्ज भइसकेको छ पार्कहरू बनाउने सरसफाइहरू गरेर मजाको राम्रो बनाएको छ यहाँ चाहिँ यो चाहिँ नक्सल हो यहाँ सोरुमहरू टन्नै छ यहाँ चाहिँ होइन अनि रोयल इनफिल्डको पनि छ यहाँनिर नि सुजुकीको पनि छ होइन अप्रिला टन्नै छ यहाँ चाहिँ टन्नै छ सोरुमहरू टन्नै छ बाइकहरूको सोरुममा चाहिँ त्यो टन्नै छ यहाँनिर चाहिँ हामी यहाँ पेट्रोल पम्प आइपुग्यो होइन यो चाहिँ नक्सलको होइन पुलिसको हेडक्वार्टर भनौँ न अनि यहाँ चाहिँ तेलहरू चाहिँ जस राम्रो पाउँछ होइन A1 पाउँछ भन्छ सबैजनाले म त अहिलेसम्म हालेको पनि छैन किनकि लाइन हुन्छ जहिले म त कहिले पनि यहाँ चाहिँ अहिलेसम्म हालेको छैन म त अरूतिर हाल्छु होइन यहाँ त अहिलेसम्म हालेको पनि छैन अब यहाँबाट चाहिँ हामी दाहिनेपट्टि छिर्छौँ होइन गहना पोखरी हाँडेको हुँदै यताबाट जान्छौँ हामी चाहिँ निस्किन्छौँ यहाँबाट चाहिँ सिधै होइन दाहिनेपट्टि गएर चाहिँ अब सिधै गयो भने चाहिँ भाटो ट्रेनहरू निस्किन्छ त्यहाँबाट चाहिँ होइन हामी यहाँबाट दाहिने जाने यहाँबाट चाहिँ गहना पोखरी हुँदै त्यसपछि हाँडेको निस्किएर त्यहाँबाट चाहिँ धोबी खोलाको त्यो करिडोर जाने हो त्यहाँबाट चाहिँ होइन यो चाहिँ गहना पोखरी हो होइन यो अगाडिको पोखरी चाहिँ होइन यो चाहिँ अब गहना हराएको यो पोखरी यो चाहिँ जात्रा लाग्छ यहाँ पनि टन्नै लाग्छ होइन त्यो नि गहना पोखरीमा चाहिँ यहाँ चाहिँ पुरै दुईवटा रथ लिएर चाहिँ पुरै जात्रा लाग्छ होइन पहिला अर्कै थियो अहिले पुरै चेन्ज गरे जस्तो बनाएर अहिले चाहिँ होइन पुरा अर्कै थियो यहाँदेखि अहिले पुरै यो बाहिरको वलहरू लगाएर मजाले चेन्जहरू राम्रो गरेर अहिले चाहिँ सफा बनाएको छ पहिला हेरिकन चाहिँ अहिले चाहिँ यहाँबाट हामी चाहिँ लेफ्टपट्टि लाग्छौँ होइन सिधै गयो भने चाहिँ हाँडेकोमै निस्किन्छ होइन यसलाई पनि हाँडेकोमै भन्छ भन्न चाहिँ तर हामी अब लेफ्ट लाग्छौँ यहाँबाट चाहिँ उताबाट वान वे बाटो हो नि त अनि यहाँ चाहिँ हाँडेकोमा चाहिँ शनिबार चाहिँ फुड फेस्टिभल लाग्छ नेवारी फुड फेस्टिभल शनिबार यहाँ चाहिँ
धोबी खोलाको पहिरो निस्क्ने यहाँबाट होइन। अब सिधै खोला जाने यहाँबाट चाहिँ होइन। पहिला हेरिकन जस धेरै चेन्ज भइसकेको छ एरियाहरू चाहिँ। अनि बाटोहरू पनि राम्रो सफा बनाएको छ होइन। अनि ठाउँ ठाउँमा क्याफेहरू कार वासहरू राम्रो खुलेको छ नि त। अनि त्योबाट जस राम्रो देख्छ यो एरियातिर चाहिँ राम्रो छ जस। त्यति खोला चाहिँ आजभोलि त्यति गनाएको छैन पहिला हेरिकन चाहिँ। बाटो सानो छ होइन, गाडी ठुलो छ अनि ओभरटेक गर्न पनि अलिकति गाह्रै हुन्छ होइन। त्यही भएर म चाहिँ बिस्तारै नै बरु जाने होइन, ओभरटेक नगर्ने। किनकि बाटो धेरै सानो छ नि त, उताबाट गाडी झ्याप्पै आइदियो भने झ्या हुन्छ फेरि। त्यही भएर बरु बिस्तारै जाने, ओभरटेक नगर्ने त्यही हिसाबले जान्छु म चाहिँ होइन। अगाडि गाडी छ नि त, त्यसले गर्दाखेरि चाहिँ अलिक धुलो चाहिँ उड्छ धेरै नै भनौँ न। किनकि अब त्यो गाडीहरूले गर्दाखेरि चाहिँ उड्छ पुरै धुलो चाहिँ। अहिले चाहिँ हामी गोपीकृष्ण छेउ आइपुग्यौँ होइन। अनि अब यहाँबाट चाहिँ अब आइपुग्नु लाग्यो अब हामी चाहिँ होइन। अब लगभग अब भिडियो पनि इन गर्छौँ हामी यहाँबाट होइन। यो चाहिँ गोपीकृष्ण हो अगाडि होइन, गोपीकृष्ण अगाडि माथि त्यहाँनिर गयो भने चाबेल। हामी जहाँबाट सिक्दै जान्छौँ अब होइन। यतातिर चाहिँ पुरै अब सानो सानो टेम्पो सेम्पोहरू हुन्छ यतातिर चाहिँ। यहाँनिर नयाँ अब तरकारी बजार खोलेको छ यतातिर चाहिँ। चाहिँ त्यहाँ चाहिँ तरकारी बजार टन्नै खोलेको छ आजभोलि। जस किन्नलाई चाहिँ सजिलो छ, सब्जी किन्नलाई चाहिँ। यो एरिया पनि पुरै बिजी हुन्छ होइन, बाटो अलिक साँघुरो छ त्यसले गर्दाखेरि धेरै नै बिजी हुन्छ एरियातिर पनि। भिडियो के कस्तो लाग्छ यसो लाइक सेयर कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। फेरि अर्को भिडियो पनि लिएर आउँछु म होइन। अब के गर्ने यस्तै छ नेपालमा यही होइन, गाडी कम छ मान्छे धेरै छ अनि त्यही भएर प्याक हिँड्ने बाध्यता नै पर्छ होइन।